ढिलो कछुवा र छिटो घडी। एउटा जङ्गलमा एउटा कछुवा बस्थ्यो। उसको नाम थियो डिल्लो। डिल्लो धेरै ढिलो हिँड्थ्यो। सबैले उसलाई जिस्काउँथे, त कहिले समयमा पुग्दैनस्। एक दिन उसले जमिनमा एउटा चम्किलो घडी भेट्यो। घडीले अचानक भन्यो, म जादुई घडी हुँ, मलाई लगायो भने तिमी छिटो हुन सक्छौ। डिल्लो खुसी भयो। उसले घडी लगायो अनि ऊ एकदम छिटो दौडिन थाल्यो। अब सबै जनावरहरू छक्क परे। वाह, कछुवा त अब च्याम्पियन भयो। तर केही दिनपछि समस्या आयो। डिल्लो अब यति छिटो भयो कि ऊ साथीहरूसँग बस्नै सक्दैन थियो। खाना खान बिर्सिन्थ्यो। सधैँ हतारमै हुन्थ्यो। एक दिन ऊ लड्यो र थाकेर बस्यो। उसले सोच्यो, छिटो हुनु राम्रो हो, तर सधैँ हतार गर्नु राम्रो होइन। उसले घडी खोलेर राख्यो र फेरि आफ्नो पुरानो गतिमा फर्कियो। अब ऊ ढिलो भए पनि खुसी थियो, स्वास्थ्य थियो र साथीहरूसँग रमाउँथ्यो। अरू जनावरहरूले पनि सिके, सधैँ छिटो होइन, ठिक समयमा ठिक गतिमा हिँड्नु नै सही हो।